यो क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङबाट हाम्रो यो पावर सेक्टरमा कस्तो असर पारिरहेछ मेन कुरा हाम्रो यसमै फोकस हुनेछ। रन अफ रिभर भन्नाले पानी खोलामा भएपछि मात्र उत्पादन हुने हो, न अर्को स्टोरेज लगभग हामीसँग अहिले पर्याप्त छैन, एउटा पनि छैन। एउटा कुलेखानी छ, त्यो पनि 100 मेगावाटको, त्यसले यो पुरै सिस्टमलाई इम्प्याक्ट गर्न सक्दैन। क्लाइमेट चेन्जले गर्दा हामीसँग जुन ग्लेसियर थियो माउन्टेनहरूमा, त्यहाँबाट आउने पानी, त्यसको डिस्चार्ज पानीको त्यो सन्तुलन भएन, कुनै टाइममा बढी आइदिने, कुनै टाइममा सुक्खा भइदिने। अनि यसले के भयो भने यसले तपाईँको नदी नालाहरूमा पहिला आजभन्दा 3 वर्ष या 4 वर्ष पहिला जुन पानीको फ्लो हुन्थ्यो, अहिले के भएछ त्यो पानी आएर 1/4 झरिसकेछ। आम्दानी 10 अर्ब छ तमाकोसीबाट, अनि हामीले ब्याज नै 9 अर्ब तिर्छौँ भने फाइदा कति भयो? 1 अर्ब हो। अनि यो 1 अर्ब फाइदाबाट हामीले मेन्टेनेन्स गर्ने, सञ्चालन गर्ने कि त्यो ब्याजलाई कहिले 100 वर्ष पनि तिर्न सक्दैनौँ त्यो ब्याज हामी। र ग्लोबल वार्मिङले गर्दा हाम्रो पावर सेक्टरमा भइरहेको इम्प्याक्टलाई म 2 शब्दमा भन्न चाहन्छु। सबभन्दा पहिला हाम्रो पावर सेक्टरको स्ट्रक्चर र त्यसको बारेमा अलि सानो भनौँ। अहिले नेपाल विद्युत प्राधिकरणले जम्मा अहिलेको पावर सेक्टरमा जम्मा हाम्रो उत्पादन निजी क्षेत्र, सरकारी क्षेत्र र बाहिरबाट आयात गरी 3000 मेगावाटको हाराहारीमा छ। अब 3000 मेगावाट हामीसँग अहिलेको स्थितिमा छ र हाम्रो डिमान्ड पनि 3000 मेगावाट हाराहारीमा छ। यदि त्यसमा घटबड भयो भने हामीलाई के हुन्छ भने त्यसमा लोड सेडिङ हुन सक्छ। 3000 मेगावाट मध्ये सरकारबाट उत्पादन 1400 मेगावाट रहेको छ। निजी क्षेत्रबाट लगभग 1000 मेगावाट उत्पादन भइरहेछ। अनि त्यसपछि आयात हाम्रो 500 देखि 600 मेगावाट भइरहेको छ। यदि हाम्रो सम्बन्ध इन्डियासँग अब तलमाथि भयो भने त्यो अब बिजुली नआइदिँदा हामीलाई लोड सेडिङ या अन्य कुराहरूले अप्ठ्यारो पार्छ। म यहाँ तपाईलाई एउटा उदाहरण के दिन चाहन्छु भने हाम्रो यो क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङबाट हाम्रो यो पावर सेक्टरमा कस्तो असर पारिरहेछ मेन कुरा हाम्रो यसमै फोकस हुनेछ। सबभन्दा पहिला हामीले जानिराख्यौँ कि यो ग्लोबल वार्मिङ भनेको के हो। अर्थको टेम्परेचर छ जो दिनादिन बढ्दै छ। अब त्यो विभिन्न कारणहरूले बढ्दै होला, त्यसले निम्ति आएको हाम्रो क्लाइमेट चेन्ज हो। अब यसले हाम्रो पावर सेक्टरमा कस्तो इम्प्याक्ट पारिरहेछ। जुन उत्पादन हो त्यो प्राय रन अफ रिभर भन्नाले पानी खोलामा भएपछि मात्र उत्पादन हुने हो, न अर्को स्टोरेज लगभग हामीसँग अहिले पर्याप्त छैन, एउटा पनि छैन। एउटा कुलेखानी छ, त्यो पनि 100 मेगावाटको, त्यसले यो पुरै सिस्टमलाई इम्प्याक्ट गर्न सक्दैन। क्लाइमेट चेन्जले गर्दा हामीसँग जुन ग्लेसियर थियो माउन्टेनहरूमा, त्यहाँबाट आउने पानी, त्यसको डिस्चार्ज पानीको त्यो सन्तुलन भएन, कुनै टाइममा बढी आइदिने, कुनै टाइममा सुक्खा भइदिने। अनि यसले के भयो भने यसले तपाईँको नदी नालाहरूमा पहिला आजभन्दा 3 वर्ष या 4 वर्ष पहिला जुन पानीको फ्लो हुन्थ्यो, अहिले के भएछ त्यो पानी आएर 1/4 झरिसकेछ। अनि यसले हाम्रो पावर सेक्टरमा कस्तो इफेक्ट पार्यो भने एउटा इक्जाम्पल म के दिन चाहन्छु भने अहिले हाम्रो सबभन्दा ठुलो पावर हाउस भनेको तामाकोसी हो। त्यसले 456 मेगावाट उत्पादन गर्छ। अनि यसमा इम्प्याक्ट क्लाइमेट चेन्जले गर्दा कस्तो इम्प्याक्ट पर्यो भने अब खोलामा पानी छैन, 1/4 पानी छ भनौँ। 25% पानीले गर्दा के भन्नु, जुन हाम्रो 456 मेगावाट फुल क्यापासिटीमा रन गर्नुपर्ने थियो, त्यो आज 3 घण्टादेखि 4 घण्टा मात्रै फुल क्यापासिटीमा रन गरिरहेछ। अनि यसबाट के भयो भने त्यसको लागत हाम्रो लगभग 90 अर्ब 80 देखि 90 अर्ब थियो। अनि उत्पादन जुन डिजाइनले हामीले सोचेको उत्पादन भइदिएन भने त्यसमा समस्या ल्याइदियो। आर्थिक कस्तो समस्या ल्याइदियो भने अब हाम्रो त्यसबाट आम्दानी 10 अर्ब छ तमाकोसीबाट,
अनि हामीले ब्याज नै 9 अर्ब तिर्छौँ भने फाइदा कति भयो? 1 अर्ब हो। अनि यो 1 अर्ब फाइदाबाट हामीले मेन्टेनेन्स गर्ने, सञ्चालन गर्ने कि त्यो ब्याजलाई कहिले 100 वर्ष पनि तिर्न सक्दैन त्यो ब्याज हामी। अनि यो सबै के कारणले भयो? ग्लोबल वार्मिङले कारण भयो, जुन हाम्रो नदी नालामा पानी घटेको छ। अनि अर्को कुरा के भन्न चाहन्छु भने यो पावर सेक्टरमा समयमै ध्यान दिएन भने अब समयमा ध्यान कसरी दिने? अब ठुला ठुला परियोजनाहरू हाम्रो सरकारले अब निर्माण गर्छु, पोलिसी बनाउँछु, यो गर्छु आफ्नो ठाउँमा होला। अनि त्यो आज यदि हामीले त्यो पोलिसीलाई कार्यान्वयन गरेन भने पछि के हुन्छ भने नयाँ नयाँ प्रविधिहरू अब विकास भइसक्यो। नयाँ प्रविधि विकास हुँदाखेरि हाम्रो हाइड्रो पावरमा जुन एउटा इनिसियल इन्भेस्टमेन्ट चाहिन्छ त्यो ठुलो हुन्छ। त्यो त्यत्रो ठुलो लगानी गर्नुभन्दा नयाँ प्रविधिले सानो लगानीमा उत्पादन दिन्छ भने मान्छे त्यहाँ आकर्षित हुन्छ। अनि हामीले भनेका थियौँ एक दिन कि हाम्रो यो जलस्रोतले धनी देश हो, त्यो धनी देश कहिले युटिलाइज हुन्छ? यो हुँदैन युटिलाइज। यो भनेको हाम्रो नारा मात्रै हुनेछ। अरू कल्की रिसर्च सेन्टरले यस्तो नयाँ जिज्ञासा ग्लोबल वार्मिङ र यसको इम्प्याक्ट पावर सेक्टरमा पर्छ। अनि अब मानौँ न यदि हाम्रो कुनै नयाँ योजना या परियोजनाहरू थप भइदिएन भने अब हाम्रो डिमान्ड अहिले 3000 छ, त्यो यदि बढेर 4000 भइदियो भने के गर्ने? त्यो त हाम्रो पावर सिस्टममा धान्दैन। त्यो त पावर सिस्टममा ध्यान दिएन भने अब मानौँ न अहिले नै आइदिएन भने 6 महिनापछि लोड सेटिङ त्यो हुन्छ। त्यसमा अब कुनैमा कसैले अब त्यहाँ केही गर्न सक्दैन। अहिले के छ भने हामीले इन्डियाबाट विद्युत किनिरहेछौँ। अब कुन रेटमा किनिरहेछौँ? त्यहाँ अब हाम्रो एक्सचेन्जमा छ। एक्सचेन्जमा के हुन्छ भने अब यो रेट फिक्स हुँदैन। आज त्यो युनिट तपाईँले 5 रुपियाँमा पनि पाउन सक्नुहुन्छ, त्यो युनिट तपाईँले 20 रुपियाँमा पनि पाउन सक्नुहुन्छ। तर हाम्रो रेट फिक्स हो, हामीले जुन ग्राहकहरूलाई दिएको रेट फिक्स हो। त्यही भएर बाहिरकोलाई डिपेन्डेन्ट नभई हामीले आफ्नो उत्पादनमा ध्यान दिनुपर्छ। अनि यो कल्की रिसर्च सेन्टरले पनि पावर सेक्टरलाई कसरी अगाडि बढाइन्छ भने एउटा चासोले हेरेको छ। यति भन्दै म आफ्नो सुने।